नमस्कार। आज मे 1 तारिक अन्तर्राष्ट्रिय श्रमिक दिवस। यो गौरवपूर्ण अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हाम्रो संस्था संयुक्त नेपाली मजदुर समाज UNLS पोल्यान्डको तर्फबाट साथै मेरो व्यक्तिगत तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। सन् 1986 मा अमेरिकाको शिकागो शहरमा श्रमिकहरूले 8 घण्टे कार्य समयको माग गर्दै गरेको आन्दोलनको परिणामस्वरूप सन् 1989 को दोस्रो सम्मेलनबाट प्रत्येक वर्ष मे 1 तारिकका दिन विभिन्न कार्यक्रमहरूका साथ विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ। यो केवल मिति होइन, श्रमिकहरूको पसिना, परिश्रम र अधिकारको सम्झना हो। आज हामीले जुन सुविधा उपभोग गरिरहेका छौं त्यो कोही न कोही श्रमिकहरूको मेहनतको फल हो। इटा बोक्ने हातदेखि लिएर कम्प्युटर चलाउने औंलासम्म सबै श्रमिक हुन्। त्यसैले श्रमको सम्मान गरौं। मजदुर एकता जिन्दाबाद। धन्यवाद।